विकास सर, हजुर। चिया खानुभयो त? हजुर मैले त खाएँ। हजुरहरूले खानुभयो त? हजुर। अनि सर, सेयर मार्केट सुरक्षित छ त? हजुरलाई के लाग्छ? यसको बारेमा हल्का विस्तारमा बुझाइदिनु न। सेयर बजार लगानी गर्नका लागि सुरक्षित छ, तर यसका धेरै पाटाहरू चाहिँ छन्। जस्तो सेयर बजारमा हामीले कुनै पनि सेयर किन्दै गर्दाखेरि हामीले पहिला हाम्रोमा आउँछ सेबन भनेर आउँछ, जसलाई सेक्युरिटी बोर्ड अफ नेपाल भन्छ, र यसले चाहिँ कुनै पनि सेयरहरू लिस्टेड भइसकेपछि त्यसको नियमन गर्ने, त्यसको सुपरभिजन गर्ने, जसलाई सुपरभिजन पनि भनिन्छ, त्यसको कतिको कारोबार भइरहेको छ, के भइरहेको छ, कम्पनीले आफ्नो फाइनेन्सियल रिपोर्टहरू, क्वार्टरली रिपोर्टहरू, अनि कम्पनीले आफ्नो सबमिट गरेको रिपोर्टहरू एक्चुअली सही छ, रियल छ या फेक छ भन्ने कुरा सबै कुरालाई चेक गर्ने गर्छ। त्यही भएर कम्पनीलाई नियमन गर्नका लागि चाहिँ सेवन छ। त्यसै गरी नेपाल स्टक एक्सचेन्ज, जसलाई हामीले कुनै पनि कम्पनीहरू लिस्टेड भइसकेपछि चाहिँ कारोबार हुँदै गर्दाखेरि हामीले अरू कम्पनी चाहिँ त्यहाँ लिस्टेड भएका कम्पनीहरू जुन चाहिँ सेबनले रिकमेन्डेड गरेर सेबनबाट पास भएका कम्पनीहरू मात्रै हुन्छन्। त्यही भएर त्यहाँ लिस्टेड भएको कम्पनीको मात्रै कारोबार हुन्छ, ओ बाहेक अरू कुनै पनि कम्पनी हुँदैन। अनि त्यसै गरी अर्को हुन्छ ब्रोकर। ब्रोकर भनेको आफैमा लाइसेन्स कम्पनी हो, जहाँ चाहिँ हामीले खाता खोलिसकेपछि उनीहरू मार्फत नै काम गर्दाखेरि उनीहरूमा एउटा लिमिट लागेको हुन्छ, कति पर्सेन्टसम्म किन्ने, कति पर्सेन्टसम्म बेच्ने, र म्यानिपुलेसनलाई पनि कन्ट्रोल गरिरहेको हुन्छ, कतिसम्म अर्डर राख्न मिल्ने या नमिल्ने भन्ने कुराहरूले पनि उनीहरूले कन्ट्रोलमा राखिरहेको हुन्छ। त्यसले गर्दा पनि कन्ट्रोल हुन्छ। त्यसै गरी लगानीकर्तामा त अलिकति लगानी गर्दै गर्दा मैले कस्तो किसिमको स्टकहरू किनिरहेको छु, अथवा मैले लगानी गर्दै गर्दा कति समयको लागि मैले लगानी गर्दैछु, यदि म छोटो टाइम फ्रेमको लगानी गर्दैछु भने जोखिमको मात्रा बढी हुन सक्छ। जस्तो छोटो अवधिमा चाहिँ मैले बढी रिटर्न कमाउँछु भन्ने हो भने त्यहाँ चाहिँ रिस्कको पाटो पनि बढ्छ भने, यदि मैले लङ प्यारामिटरलाई हेरिरहेको छु, लामो समयसम्म हेरिरहेको छु भने मैले कम्पनीलाई चाहिँ राम्रो कम्पनी जुन चाहिँ फन्डामेन्टली राम्रो छ, जसको एसेटहरू, रेभिन्यूहरू, अनि के भन्छ प्रोफिटहरू चाहिँ, अनि फ्युचर ग्रोथ, साथै बिजनेस मोडल पनि एकदमै राम्रो हुँदै गएको छ, सुध्रिँदै गएको छ, उसले व्यापार बिजनेसहरू अनि उत्पादनहरू राम्रो बढाइरहेको छ भने हामी त्यस्तो कम्पनीमा लगानी गऱ्यौँ भने चाहिँ सुरक्षित हुन्छ। यहाँ चाहिँ लगानी गर्दा पनि मतलब पर्छ है, अरूपट्टि जस्तो नियामक निकाय भन्दा पनि हामी लगानी गर्दा पनि पर्छौँ। त्यही भएर लगानी गर्दै गर्दाखेरि हजुरले कस्तो कम्पनीमा लगानी गर्दै हुनुहुन्छ, यदि कम्पनी एकदमै डेब्टमा गएको छ, ऋणात्मक छ, आफ्नो पैसा पनि उठाउन सकिरहेको छैन, सञ्चालन गरेको पैसालाई, आफ्नो पैसा जुन ऋण छ ऋणलाई तिर्न सकिरहेको छैन भने के हुन्छ, भोलिको दिनमा त्यस्तो कम्पनीहरू जुन हाम्रो विगतमा जस्तो के भन्छ कर्णाली डेभलपमेन्ट ब्याङ्क भन्दा हाम्रो उदाहरणको पनि लिन सकिन्छ, उसले राम्रोसँग कारोबार गर्न नसक्दा अथवा राम्रोसँग लगानीकर्तालाई आफूले सञ्चालन गर्न नसक्दाखेरि चाहिँ बन्द भएको अवस्था पनि हामीले देखेको छ। त्यही भएर सुरक्षित छ, मजाले छ, सुरक्षित हामीले ढुक्क भएर कारोबार गर्न मिल्छ। तर लगानी गर्दाखेरि चाहिँ कम्पनीलाई पनि एकदमै धेरै प्राथमिकता चाहिँ राख्नुपर्छ। हजुर कुन किसिमको ट्रेडहरू कति लामो टाइम फ्रेमको लागि चाहिँ इन्ट्री गर्दै हुनुहुन्छ भन्ने कुरा चाहिँ बुझिदिनु भयो भने एकदमै ढुक्क भएर चाहिँ सेयर बजारमा लगानी गर्दा चाहिँ हुन्छ है। यो थियो हजुरलाई सेयर बजारको बारेमा। र यदि सेयर बजार सम्बन्धी अपडेट हुन चाहनुहुन्छ भने हाम्रो इन्भेस्ट नेपाललाई चाहिँ फलो गर्न नबिर्सिनु होला, र हाम्रो भिडियोलाई पनि लाइक गर्नु होला। किन भन्दा भोलिका दिनमा हामीले यस्तै किसिमको सेयर मार्केट सम्बन्धी अपडेट एकदमै भिडियोहरू चाहिँ अपलोड गरिरहेका छौँ डेली बेसिसमा, र हजुरलाई भोलिको दिनमा अझै अपडेट हुनलाई पनि हेल्प गर्छ। हजुरको नलेजलाई, साथै सेयर मार्केट ट्रेडिङका फन्डामेन्टल सधैँ हामीले टेक्निकल कुराहरू पनि जोडिँदै जान्छौँ, र अहिले पनि जोडी पनि राखेका छौँ। त्यही भएर हजुरलाई अझै मार्केटसँग अपडेट हुनलाई, जोडिनलाई चाहिँ मद्दत गर्नेछ। त्यही भएर अहिलेलाई हामी यहाँबाट बिदा हुन्छौँ। हस्त नमस्कार।